25 रुपियाँमा तपाईँको चाहिँ बिक्री गर्नु पर्यो अघि मैले भनिदिएको थिएँ त्यसको लागि यही रमेश कुमार सापकोटा हो सुर्खेतमा एयरपोर्ट विस्तार हुनुपर्छ भन्ने पनि यही मान्छे हो वेतन कर्णाली 439 मेगावाट हुनुपर्छ भनेर जिद्दी गरेर मन्त्रालयमा गएर दर्ता गरेर चाहिँ त्यो अस्ति के अरे अर्थमन्त्रीज्यूबाट घोषणा गर्न लगाउने पनि यही रमेश सापकोटा हो चिस्यान केन्द्र सुर्खेतमा चाहिन्छ चिस्यान केन्द्र जसले गर्दा किसानको उत्पादन किसानले चाहिँ के अरे उत्पादन गरेको चाहिँ तपाईँको चाहिँ फलफुल होस् अब अन्यत्र नबिग्रिने चिज जुन छन् आलुहरू स्याउ अघि मैले भनेको थिएँ तपाईँलाई माथि हुनुहुन्थेन कि होइन अब आलु अहिले फल्छ 25 रुपियाँ किलो तपाईँको चाहिँ त्यो असारको महिना जेठो महिनाको आलु अहिले सिजन त यही चलिरहेको होला होइन बेमौसमी होइन जस्तो मौसमको बेलामा तपाईँले फलाउनुहुन्छ सिजनमा के अरे रेट पाउनुहुन्न तर त्यसलाई बेमौसम त आलु नफल्ने बेलामा चाहिँ इन्डियाको आलु आएर इन्डियाको आलुले मार्केट खाइदिएछ भनेपछि त्यसको लागि चिस्यान केन्द्र भनेको त्यो चिस्यान केन्द्र हो जसले 4 महिना 5 महिना चाहिँ तपाईँको होल्ड त्यो चिस्यान केन्द्रमा राख्न सक्यो तपाईँहरूले उत्पादन गरेको चिज बेच्नै पर्छ भन्ने भएन क्या त्यसपछि किन राख्नु अरू 5 महिना राख्नु 25 को आलु 75 मा जान्छ त होइन र सुन्तला तपाईँको चाहिँ 40 रुपियाँ किलो सुन्तला मङ्सिर पुस महिना सुन्तला खाए नखाए के भन्छन् नि त्यस्तो तरिकाले चाहिँ तपाईँको चाहिँ त्यो फाल्नै पर्ने अवस्था हुन्छ त त्यसलाई लिएर चिस्यान केन्द्रमा कमसेकम राख्न सकियो र वैशाख जेठको महिनामा त्यो इन्डियाको चाहिँ त्यो अर्को के भन्छ त्यसलाई त्यो के अरे मौसम खाने ठाउँ इन्डियाले मौसम बेच्ने बेलामा हामीले त्यो चिस्यान केन्द्रबाट सुन्तला चाहिँ त्यहाँ मार्केटमा ल्याउन सकियो भने त किसानको चाहिँ स्तर वृद्धि त भयो नि त हजुर त्यसकारण चिस्यान केन्द्रको आवश्यकता छ होइन त्यो धारणामा लिएर आइयो